परम्परा रीतिरिवाज पहिचान जोगाई पुर्खाको नासो सुम्पिन पाऊ नयाँ पिढीलाई। आजको यस कार्यक्रममा पाल्नुभएको सम्पूर्ण महानुभावहरूमा पाँचगाउँ शेर्पा समाज कार्य समितिको तर्फबाट हार्दिक नमस्कार तथा तस्बिरले व्यक्त गर्न चाहन्छु। तिरिङ्गी कार्यक्रमला फेप नाङ्ग्यो मिन्जेन यावा थामजिला लो सेम्बा लो सार्की तासिदेली Ngaimin Pulpa Sherpa, Nadi Yerma Singh, Yuldi Yerma singing. Was it a say? Mother Ali, New York Ma, Podai, continue Gorilla Kutu, Razaku Yes Karikrama, Ajana Kutafabata, as a Karikram Sonsalika and her so much opposite by Kusu. Galpulosar, Mali Tabai Dikine, Emily Mani Aiko Hamro.
हाम्रो पर्व हो हैन, हामी शेर्पाहरूको बिगेस्ट फेस्टिभल हो। हाम्रो स्वदेशमा नेपालमै हेर्दा पनि हाम्रो 5 गाउँ कितुक समाजले विगत केही धेरै वर्षदेखि नै हाम्रो कला संस्कृति सम्पदा हाम्रो परम्परा जोगाउँदै आउनुपर्छ भनेर उहाँहरूले एकदमै प्रयास गरिरहनु भएको छ र आजको दिनसम्म पनि मनाउँदै आइरहेको छ। र यही यो हाम्रो चलिआएको परम्परा अमेरिका जस्तो ठाउँमा पनि आएर हामीहरूले एउटा सुरुवात गरेको छौँ, त्यसमा हामी सबैजना गर्व हुनु जरुरी छ। र हामीले अब हाम्रो परम्परा हाम्रो संस्कृति कला जता पनि गए पनि हाम्रो यो पहिचान हो र यसलाई हामीले जोगाइरहनु हामी सबैको कर्तव्य पनि हो। र आजको यस कार्यक्रममा पनि हामी सबैजना मिनपिन हैन, हामी सबैजना आफ्नै मान्छे आफन्तजन भएको कारणले गर्दा आजको कार्यक्रम हामीले केही सुरुवातको केही समय चाहिँ हामीले फर्मल वेमा आसन ग्रहण गर्नेछौँ र त्यसपछि भनेको मोर अन इन्फर्मल सेसनतिर हामी जान्छौँ। त्यसमा म आफै कार्यक्रम सञ्चालिका भए तापनि मैले पनि मिक्स वेमा आजको कार्यक्रम सञ्चालन गर्ने निधो गरेको छु। जस्तै म कति मैले शेर्पाहरू जानेको छ भने शेर्पा भाषामा पनि युज गर्ने, कुनै नेपाली र इङ्ग्लिस पनि मिक्स त भइ नै हाल्छ। र यहाँहरू उपस्थित सम्पूर्णलाई पनि हैन, आज हाम्रो फेस्टिभल हो, शेर्पाको फेस्टिभल हो, सो यसमा चाहिँ तपाईँहरू पनि यताउता कम्युनिकेट गर्दा हैन शेर्पामै कम्युनिकेट गर्नु भनेर चाहिँ म रिक्वेस्ट गर्छु हैन। र अब भने चाहिँ ढिलाइ नगरिकन कार्यक्रमलाई अतिथि आसन ग्रहणतिर लैजाउँ होला। र सर्वप्रथम त आजको 5 गाउँ शेर्पा समाजको कार्यक्रममा सभा अध्यक्षको आसन ग्रहण गरिदिनु हुन यही समाजको अध्यक्ष आदरणीय श्री पेन केलसङ लामाज्यूलाई सभा अध्यक्षको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर अतिथिको आसन ग्रहण गरिदिनु हुन छ्याङसिङ गाउँको वरिष्ठ समाजसेवी तथा 5 गाउँ शेर्पा समाजको सल्लाहकार आदरणीय श्री टेम्बा नुर्पु लामा शेर्पाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर घिप्चे गाउँको समाजसेवी तथा 5 गाउँ शेर्पा समाजको सल्लाहकार आदरणीय श्री सोनाम शेर्पाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर यर्मासिङ गाउँको साङदोर्जी शेर्पाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँ शेर्पा सङ्घको पनि जेनरल सेक्रेटरी हुनुहुन्छ, उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर तातोपानी यर्मासिङ गाउँकै मेरो आदरणीय निमा शेर्पा निमा थेन्डुप शेर्पाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। निमा थेन्डुप शेर्पा उहाँ आइटी कन्सल्टेन्ट सँगसँगै बिजनेसम्यान पनि हुनुहुन्छ, उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर अतिथिकै आसन ग्रहण गरिदिनु हुन हाम्रो पाउ गुम्बाको ज्येष्ठ नागरिक मेरो आदरणीय आनी चेङ लमिनी शेर्पाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी जुम्ला यर्मासिङको पनि ज्येष्ठ नागरिक तथा वरिष्ठ समाजसेवी आदरणीय श्री तादिकी शेर्पाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर अतिथिको आसन ग्रहण गरिदिनु हुन 70 ब्रदर्सको प्रेसिडेन्ट आदरणीय श्री छिरिङ लामाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर भोटिकुसी समाज अमेरिकाको अध्यक्ष आदरणीय श्री दावा शेर्पाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी लिस्टीबाट आदरणीय पेम्बा शेर्पाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पाउ गुम्बाबाट हुनुहुन्छ हाम्रो 5 गाउँ शेर्पा कितुकको उप अध्यक्ष एवं वरिष्ठ समाजसेवी कला संस्कृति परम्परा श्रद्धा हाम्रो पाउ गुम्बाबाट हुनुहुन्छ आदरणीय श्री निमा लामाज्यू, उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दुगुना यर्मासिङबाट आदरणीय श्री निमा दोर्जे शेर्पाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। धन्यवाद। त्यसै गरेर सम्पूर्ण आजको यस कार्यक्रममा पाल्नुभएको सम्पूर्ण महानुभावहरूलाई पनि आफ्नो यथावत स्थानमै अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहण गर्ने क्रममा सिन्धु वेलफेयर सोसाइटीको सचिव आदरणीय श्री भीमसेन श्रेष्ठज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु।
अतिथि आसन ग्रहण गर्ने क्रम हाम्रो जारी नै हुनेछ किनभने हाम्रो कति अतिथिहरू अझै पनि आउने क्रममै हुनुहुन्छ। सो अब भने म यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई शब्दको मार्फतबाट फेरि पनि एकपटक स्वागत गरिदिनु हुन यसै पाँचगाउँ शेर्पा समाजको उपाध्यक्ष आदरणीय श्री चेमा शेर्पाज्यूलाई स्वागत मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। दसैँले सम्पूर्ण भोटेकोशी पाँचगाउँ शेर्पा समाजका आफन्तजनहरूमा र इष्टमित्रहरूमा यल्बो लोसारको धेरै धेरै शुभकामना। आज हामीले यो पाँचगाउँ शेर्पा समाज गठन गरेको सबैलाई जानकारी नै छ र आउँदो दिनहरूमा यस पाँचगाउँ शेर्पा समाजले आफ्नो कला संस्कृतिदेखि लिएर आफ्नो वेशभूषादेखि लिएर सबैको कुराहरू चाहिँ अब यस समितिले पुगर्नेछ। त्यसै गरी यहाँ पाल्नुभएको सबैजनालाई फेरि पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। त्यसै गरी म आफ्नो दुई शब्दलाई टुङ्गाई बिदा चाहन्छु। खुसी अब भने हाम्रो स्टेजमा पाल्नु भएको अतिथिज्यूहरूलाई खाजा सम्मान गरेर सम्मान गरिन हार्दिक अनुरोध गर्दछु। Tujichi Mula YouTuber धन्यवाद। अब हाम्रो लामाज्यूहरूको पूजा सँगसँगै हाम्रो लोसार सेलिब्रेसन अफिसियली ओपन भएको छ र आजको लोसार प्रोग्रामलाई सभ्य भव्य तरिकाले यसलाई सक्सेस पार्नुको लागि यहाँहरू सम्पूर्णलाई म खुलेर नै वेलकम गर्न चाहन्छु। र अबको नेक्स्ट सेसन भनेको हाम्रो सेली डान्स छ। सो सेली डान्सको लागि चाहिँ अबको स्टेज ओपन भएको छ र सेली डान्सहरूलाई म हार्दिक वेलकम गर्न चाहन्छु।
धेरै धन्यवाद Sina
यस सभाका दोस्रो साँझका अध्यक्ष श्री प्रेमकेशङ लामाज्यू, यसै गरी त्यसपछि सोनम लामा हुनुहुन्छ अहिले काठमाडौँको शेर्पा समाजको अध्यक्ष। उहाँहरूले नै यही मञ्चबाट सम्झिनु चाहे, उहाँहरूले नै यहीँबाट प्रेसिडेन्ट भन्न चाहन्छु। अब हामीले शेर्पा समाज त खोलिसकेपछि के गर्नु त, अब यतिकै त हामीले मुखले मात्र हुँदैन, अब आर्थिक पनि अलिअलि हामीसँग चाहिँदो रहेछ। त्यसैले हामी 2-4 जना साथीहरू सल्लाह पनि गऱ्यौँ। अब वर्षको हामीले $500 चाहिँ र एकैचोटि दिन्छु भने नि हुन्छ, त्योभन्दा बढी दिन्छु भने नि हुन्छ फेरि है। मबाट नै सुरु गरेँ मैले। $500 चाहिँ मैले वर्षको यो शेर्पा समाज अमेरिकालाई मैले चढाउने मैले प्रतिबद्धता जनाएँ। यो हप्ताभित्र म हाम्रो समाजका साथीहरूले म चेक पनि हस्तान्तरण गर्छु, स्वीकार्नुहोला। तुझे चाहिँ यसै गरी सम्पूर्ण तपाईँहरूले पनि यसै गरी सहयोगी हातहरूले हाम्रो शेर्पा समाज अमेरिकालाई माया गर्नुहुन्छ भन्ने आशा राखेको छु। अब धेरै कुरो त किन भनिरहँ, अब फेरि यो नयाँ जोगीले धेरै खरनी दस्यो भनेदेखि बिग्रिन्छ भन्छ, तर मैले धेरै खरनी दसिएको आज होइन। त्यसैले सम्पूर्णलाई फेरि पनि एक उस्ता लोसारको प्रसिद्धिले भन्दै म यहाँबाट बिदा हुन्छु। केही पऱ्यो भने म फेरि आउनेछु। तुझे चाहिँ प्रसिद्धिले नमस्ते, जय तारा। आजका यस 5 गाउँ शेर्पा समाज अमेरिकाका आयोजनको कार्यक्रमको सभापति अध्यक्ष प्रेमकेशङ लामाज्यू, मञ्चमा उपस्थित सम्पूर्ण अतिथिज्यूहरू, मान्यगणहरू, विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधि गरेर आउनुभएका प्रतिनिधिज्यूहरू, आजका यस कार्यक्रमलाई भव्यताका साथ सफल बनाउनका निमित्त यहाँ पाल्नुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी आफन्तजन साथीभाइहरू सबैजनालाई म दावा शेर्पाको तर्फबाट लोसारको ट्रस्टीले भन्न चाहन्छु। लोसार ट्रस्टीले सम्पूर्णमा साँच्चै नै गर्व लाग्छ शेर्पा भएर जन्मिनु पाउँदाखेरि, अनि आफ्नो कला वेशभूषा भाषा सुन्न पाउँदाखेरि, देख्न पाउँदाखेरि। यो कला भाषा संस्कृतिले हाम्रो शेर्पा जातिलाई साँच्चीकै एउटा नमुना जातिको रूपमा चिनाउन सफल भएको छ। यसमा मलाई धेरै गर्व लाग्छ र यसरी आफ्नो प्रदेश ठाउँमा पनि अमेरिकामा पनि आफ्नो कला संस्कृति वेशभूषा अनि आफ्नो आफन्तजनहरूसँग यसरी आफ्नो हाम्रो बौद्ध धर्मावलम्बीहरूको महान चाड ग्याल्बो लोसार सँगै मनाउन पाउँदाखेरि मलाई एकदमै खुसी लागेको छ। यसरी नै तपाईँहरू माझ रहेर प्रत्येक वर्ष लोसार मनाउँदै जान पाऊँ, यही नै मेरो मनोकामना छ। जति पनि आफ्नो कला संस्कृति भाषा वेशभूषा जोगाउनका निम्ति जति पनि साथीभाइहरू खटिनु भएको छ, सिलिबका निमित्त आफ्नो सेब्रु डान्स देखाउनका निमित्त होस् या यो कार्यक्रमलाई सफल बनाउनका निमित्त जति पनि खट्नुभएका सम्पूर्ण साथीभाइहरूलाई म धन्यवाद भन्न चाहन्छु। समय एकदमै महत्त्वपूर्ण अनि सबैको समय एकदमै व्यस्तताका बावजुद पनि तपाईँहरूले यस कार्यक्रमलाई सफल पार्नको निम्ति खटिदिनु भएको छ। यो एकदम सराहनीय छ, सजिलो छैन। मैले पनि भोलिको सिको अध्यक्ष रहेर काम गर्दाखेरि मैले त्यो कुराहरूलाई महसुस गर्न पाएँ र तपाईँहरूले जुन हिसाबले खटिदिनु भएको छ यो एकदमै त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अघि नै तेम्बा काकाले भनिसक्नुभयो, जसरी अध्यक्षज्यू हाम्रो प्रेम लामाज्यू अहिले पहिलोपल्ट अध्यक्ष हुनुभएर चाहिँ यहाँनिर 5 गाउँको हाम्रो आफ्नो भाषा संस्कृति कलालाई जोगाउनको निम्ति अगाडि बढ्नुभएको छ। त्यसमा हामी सम्पूर्णको साथ रहनेछ। हामीले आफ्नो ठाउँबाट धेरै थोरै जे जस्तो भए पनि आफूले सहयोगको साथ तपाईँलाई पाउने नै छ। हामी तपाईँको साथमा हुनेछौँ। तपाईँ अगाडि बढ्नुहोस्, हामी अवश्य पनि तपाईँहरूको साथमा हुनेछौँ। हामीले यहाँ उपस्थित भएर आजको यस कार्यक्रमलाई सफल बनाउनका निमित्त हामी सबैजना उपस्थित भयौँ र यस कार्य समितिलाई, यस लोसारलाई हामीले साथ दियौँ र यतिमा मात्र सीमित हुँदैन। अब चाहिँ यहाँनिर खानपिन गर्ने, बेलुकासँग बसेर चाहिँ नाचगान गर्ने अनि कार्यक्रमको अन्तिमसम्म साथ दिनु पनि हामीले त्यो पनि गर्नुपर्ने हुन्छ। त्यही भएको कारणले गर्दा सबैजना
आजको लोसारलाई सभ्य र भव्य पार्नका निम्ति अन्तिमसम्म साथ दिनुहोला। यति भन्दै म आफ्नो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। थुचुचे। आज यस 5 गाउँ शेर्पा समाजका एकमुष्टमा सम्पूर्ण पदाधिकारीहरूलाई धेरै धेरै धन्यवाद र थुचुचे। लोसारको बारेमा त अब सबैले यहाँ बोलिरहनु भएको छ। अनि सर्वप्रथम यो हाम्रो ग्याल्पो लोसारको सम्पूर्ण यहाँ उपस्थित भएको यहाँसँग सबैलाई टाँसिदिले। र म चाहिँ अब लोसारको बारेमा त सबैले बोलि नै हालिरहेको छ, अब अझै पछि पछि बोलिरहन्छ। र अहिले चाहिँ एउटा सानो किस्ता र सुझाव जस्तै अब आज हामीहरूले यहाँ किन यो आफ्नो भाषा बोल्नुपर्छ, किन हामीले यहाँ समाज आज यसरी समाज गठन गर्यो भन्ने कुराहरूमा के हुन्छ भने सबैजनाको आफ्नो ठाउँमा आफ्नोले गरिरहेको छ सबैजना, त्यसैले हामी अलिअलि गरौँ न भनेर यहाँ जमौट गरेर सुरु गरेको छ। त्यसमा सबैलाई धन्यवाद। र हामीले यहाँ भाषाको कुरामा के हुन्छ भने यहाँ सबैजनाले मलाई त भाषा आउँदैन, मतलब अब अलिअलि मात्र आउँछ भन्दाखेरि भाषाको महत्त्व चाहिँ एकदम ठुलो रहेछ। अब जस्तै भाषा भन्नाले मान्छेले चाहिँ अब कोहीले चाहिँ सोच्छ हाम्रै भाषा राम्रो हो होइन, उसको भाषा नराम्रो होइन, हाम्रो भन्दा उसको राम्रो छ, हाम्रो नराम्रो भन्छ नि, त्यो होइन। राम्रो नराम्रो कुरा होइन, भाषा भने चाहिँ आफ्नो भनेको आफ्नै हुनेछ। जस्तै अब मैले सुनेको चाहिँ हामी त्यो इन्डियातिर घुम्नु जाने टाइममा अहिले चाहिँ भाषा चाहिँ एकदम जरुरी किन छ भने अहिले जुन यो एप्पलको त्यो जुन हाम्रो आइफोनहरूको जमाना आयो नि, अहिले अरू भाषाहरू के हुन्छ भने त्यहाँ उनीहरूले कसरी के बोल्यो भने टक्कलाई त्यसको उदाहरण सर्लक्क आउँछ, तर हाम्रो भाषा आउँदैन कि त्यसमा। त्यो चाहिँ हाम्रो लागि एकदम राम्रो कुरा हो कि, किनभने त्यो हामीले भोलि कुनै ठाउँमा के आपदहरू पऱ्यो भने के पऱ्यो भने त्यसको लागि अहिले एकदमै राम्रो छ। किनभने यो इन्डियामा पनि के छ अरे भने एक ठाउँमा चाहिँ यस्तो भाषा छ अरे कि तपाईँको यो भाषा चाहिँ यो संसारमा कसैले नि त्यो उल्टा गर्नु नसक्ने कि त्यस्तो भाषा एउटा छ अरे। त्यसलाई चाहिँ के गर्छ अरे भने त्यो मान्छेहरूलाई चाहिँ यो आर्मीको ठुलो पोस्टहरूमा राख्छ अरे कि, त्यो जस्तै त्यो आर्मीको ओकेटोके हुन्छ नि, ओकेटोके बोल्ने हो त्यसमा राख्छ। किनभने त्यो त अब ओकेटोकेहरू त सबैले अरूहरूले त अब इन्टरनेटमा अहिले अब टेक्नोलोजीको जमानामा जो पनि उल्टा गरेर थाहा पाउने भयो। त्यसैले अनि त्यस्तोहरूमा उनीहरूले त्यो जागिरहरू त्यस्तो ठाउँमा राख्छ अरे। अनि त्यसैले भाषा एकदम इम्पोर्टेन्ट रहेछ भन्ने कुरो मैले त्यो एक्जाम्पल मात्रै दिएको। अनि त्यसपछि अहिले हामीले यो अहिले अब नाचगान गर्ने कुरा जस्तै अब यो यहाँ लोसारको बारेमा त अरूहरूले पनि बोलि नै हाल्छ। अनि सेकेन्ड कुरा भने चाहिँ म चाहिँ मेरो त्यो सानो अब हाम्रो त्यो चाहिँ घरेसीमा अब हामीले के चाहिँ तर कुरा सानो हो, तर यसले एकदम महत्त्व दिन्छ क्या। जस्तै हाम्रो घरतिर अहिलेसम्म हामीले हाम्रो के भन्छ थरको बारेमा भन्दैन, हाम्रो त्यो यताउता कल्चरको बारेमा भन्दैन। त्यसको लागि यो समिति यसो यो समाज गठन गरेको। जस्तै थरको बारेमा के हुन्छ भने हामीले पनि यहाँ सोध खोजै गर्छ। अरू ठाउँमा चाहिँ के छ भने मैले त्यो हाम्रो त्यो सानो बच्चा चाहिँ दार्जिलिङ पढाउन लान्थेमा त्यहाँतिर एकदम चासो हुनेछ त्यस्तो अब थरहरूको बारेमा यसो बारेमा है। अनि हाम्रो बच्चाहरूलाई सोधेछ त्यो घरको मान्छेले चाहिँ, अनि तिमी के थर हो भनेर सोधेछ। ल भयो त अब स्याल्पो भने स्याल्पोमा के हो भनेर सोधेछ। अनि पछि सोधेपछि त्यहाँ उसले त अग्मग्यो अरे कि, बच्चा त हो होइन, अब अहिले सानो उमेरको। अनि के बनाउँ चाहिँ अब स्याल्पो भन्छ। आमाहरूलाई चाहिँ अब लामो भनिन्छ। अनि उसले चाहिँ हामी लामो स्याल्पो हो भनेपछि ठ्याक्कै मिलेछ कि त्यहाँ कुरा चाहिँ। अनि पछि उसले पनि भन्थ्यो यहाँ पछि अनि म सेकेन्ड पर त्यहाँ बिदामा लिन जाने टाइममा चाहिँ अनि हामी त्यो उता दार्जिलिङतिर घुम्नु जाने सोध्दै थियो। अनि हामीले के हो पापा यहाँ त यसरी सोध्ने छ त भने तैँले के भन्यो त भने त अब हामी स्याल्पो भन्छ, आमा लामो भन्छ, मैले लामो स्याल्पो हो भनेर भनिदिएँ भनेर भन्दैदेखि त्यो ठ्याक्क कुरा चाहिँ ठ्याक्क मिलेछ। पेङ्गा छन् शेर्पाज्यू र यस लोसार प्रोग्राममा उपस्थित हुनुभएका सम्पूर्ण रेस्पेक्टेड व्यक्तित्वज्यूहरू र व्यास महासिंह पूर्व एनआरएनएका अध्यक्ष दिन चाहन्छु। र अब यस कार्यक्रम सञ्चालन गर्नुहुँदै गर्दाखेरि चाहिँ अब मलाई लागेको एउटा सानो मेरो रिक्वेस्ट छ, म पनि एउटा सोसल वर्कमा अलिकति लागौँ कि भनेर। र त्यस क्रममा अहिले सिन्धु वेलफेयर सोसाइटी संस्थाको चाहिँ एउटा सचिवको हैसियतले अब नेक्स्ट आउने यो प्रोग्राम एउटा हुँदैछ, किनभने यो चाहिँ अब नितान्त लाइफ फर एजुकेसन भन्ने छ। हामी बच्चाहरूलाई चाहिँ अलिकति नेपालमा अब उहाँहरूको एजुकेसनको लागि अलिक गरिब जेहेन्दार अब अनाथ भन्दाखेरि पनि उहाँहरू अलिकति
अब यस्तो शब्द चाहिँ युज सम्पूर्ण सिद्धले लोसार सिद्धले भन्न चाहन्छु। थ्याङ्क यू। धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रो 5 गाउँ समाजको जय चेलालाई रिप्रेजेन्ट गर्दै उहाँले आफ्नो छोटो मन्तव्य राख्नु भएको छ र जय चेला जय साथलाई ओके सो उहाँले छोटो मन्तव्य राखेर जानु भइसकेको छ। उहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद। हेलो जस्तैले अब भोलि कहिले पनि आउँदैन भए पनि अब तपाईँहरूले अब यो के अरे यो अहिले हाम्रो 5 गाउँ समस्या अब पहिलेको मनमा सोचिरहेको थियो। अब सोची नै हामीले अब त्यति पुर्याएको थिएन नि, हाम्रो त्यति मान्छे पनि थिएन। अब हामीले त्यति अब त्यो थिएन नि त। अब अहिले हामी त त्यत्रो पहिले हामी आउँदैमा त कहीँ फोनहरू गरेर हात फोनमा लियो भने त्यो कसले फोन गर्ने ठाउँ पनि थिएन। अब अहिले के मान्छे पुग्छ भने हाम्रो सपना पनि थिएन। अहिले अब त्यत्रो मान्छे पुग्नु भयो, एकदमै खुसी लाग्यो। तपाईँले यो राखेर चाहिँ धेरै धेरै के अरे एकदमै धेरै मेरो तर्फबाट चाहिँ एकदमै खुसी छ। अनि त्यही हो। अनि कान्छाले भन्नुभएको थियो नि अब तपाईँहरूको यहाँ के अरे अहिले यो 5 गाउँ समाजमा अब तपाईँले केही उठाउने कुराहरू थियो होइन। अनि मेरो तर्फबाट नि ल 5 चाहिँ ल त्यही हो। अरू के सबैजनालाई खुसी छ। थ्याङ्क यू सो मच। पैतालादेखि सिरिरी भएर आएको थियो। अब बस्न ए पनि खेल्ने हो खेल्ने मात्रै बस्छ भन्ने कुरो होइन नि त। धेरै धन्यवाद। 5 गाउँ शेर्पा किथुको उपाध्यक्षज्यू पनि हुनुहुन्छ आदरणीय श्री निमा लामाज्यूलाई आफ्नो छोटो मन्तव्य राखिदिनु स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। लसो तुजी छे गोसाक संसंग हाम्रो फुटबल नुमुलाई आज यस कार्यक्रमका सभा अध्यक्ष आदरणीय मेरा दाई पेङ्ग्यालसाङ लामाज्यू, सम्पूर्ण देशमा उपस्थित हुनुभएका अतिथिगणज्यूहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आशा, इबी, आस्याङ, आनी, नो, नुमु, आजी, माक्पा, छौ, छमु, छङमाला, मो nga भनेको सबैबाट दुईटा रिमिक्समा मो nga नामले छङमाला टसी दिले लोसारकी टसी दिले स्योइम्बा छङमाला छेला पर्चेमा बा हिला नचमा बा सेमगी तिने तेन्डुची टागला जुनी टेवा जुनी छुला जुनी सम्बा जुनी छेसो याङसो लक्योटी सुखा शान्ति समृद्धि सम्पूर्णलाई यो लोसारको सबैलाई शुभकामना जस्तै हो। अब सबैजनाले अब शेर्पा कुरा पनि नबुझ्ला हैन। अब सबैजनाले भाषण जुनै ठाउँमा नि भाषण बढी भयो भन्छ, तर यो भाषण एक दुईवटा भाषण भनेन भने बोलेन भने हाम्रो लोसार के हो, हाम्रो चाड के हो, हाम्रो कुन तरिकाले लोसार मनाउने भन्ने कुराहरू पनि हामीले बुझिँदैन हैन। आखिर हाम्रो हृदयदेखि नै सम्झिन चाहन्छु, किनभने यो एउटा हुनुपर्ने हो। किनभने यो संस्था खोलेर चाहिँ कुनै संस्थालाई हामीले असर पर्ने च्यालेन्ज दिने होइन कि यो भनेको हाम्रै कल्चर, हाम्रै देश हाम्रै हो, यो हाम्रै भन्नुलाई एउटा हामीले खोलेको हो होइन। यस्तो हेर्दाखेरि थोरै देख्छ राम्रो हुन्छ, थोरैमा मिठो भन्यो भने त्यो जस्तै एकदमै हाम्रो यो कल्चरलाई चाहिँ त्यो नो भनेर एउटा घरको फ्यामिलीभित्र पनि मिल्दैन, एउटा घरभित्र पनि मिल्दैन। हामीले यो समाज मिलाउनुलाई धेरै गाह्रो छ। एउटा अध्यक्षले गल्ती गरे पनि हामी सबैले यो भइ नै भन्नुपर्छ, तर अध्यक्षले खुट्टा तान्यो भने अध्यक्षले खुट्टा तान्ने होइन, हाम्रो संस्थाले खुट्टा तानेको जस्तो हुन्छ।
त्यही भएर सबैजना एकजुट हुनुपर्छ। अनि अरू कुरा म चाहिँ अब भन्नै पर्दाखेरि देशको बारेमा चाहिँ अस्ति नै मैले मिटिङमा नै राखेको देश चाहिँ अनिवार्य Zumba Tasika